शुभ सबैलाई आशा छ तपाईहरु सुरक्षित जाति नै हुनुहुन्छ भनेर है यो भिडियो चाहिँ हो कन्स्टिपेसनको बारेमा है जो धेरै जस्तो मान्छेहरुले फेस गरिरहेको हुन्छ है कस्तो के खाँदा पनि के गर्दा पनि ठीक हुँदैन है बल मुभमेन्ट राम्रो हुँदैन तर तपाईहरुले यो मैले भनेको एक्सरसाइज गर्नुभयो भने चाहिँ विदिन 1 वीक नै तपाईहरुले यसको रिजल्ट राम्रो पाइहाल्नुहुन्छ तपाईको बल मुभमेन्ट रेगुलर भएर गइहाल्छ है So if you are suffering from constipation from long time and you feel that your bowel movement is very irregular, do this exercise that I am showing and you will get relief from the constipation. तपाईको यो टो पक्रिनुहोस् है अन्त स्क्वाट पोजिसनमा जानुहोस् मुनि जानुहोस् यो 10 खेप गर्नुहोस् You 10 keep guard in position, right? Fold your hand like this and go down to the squat position again. Hold it for 30 seconds, right? Breathe in from your nose and breathe out from your mouth. Inhale from your nose, exhale from your mouth. You hold on 30 seconds ko lagi, right? And third ma चाहिँ तपाई ह्यापी बेबी पोज भन्छ है थर्डमा चाहिँ तपाईको ह्यापी बेबी पोज यसलाई पनि 30 सेकेन्ड नै होल्ड गर्नुपर्ने हुन्छ है तल जानुहोस् खुट्टा पक्रिनुहोस् बाहिरबाट अन्त आफ्नो घोडालाई चाहिँ भुइँपट्टि तान्नुहोस् त्यहाँबाट म साइडपट्टि भुइँपट्टि साइडबाट हेर्नुहोस् घोडालाई चाहिँ भुइँपट्टि तान्नुहोस् जति तान्नु सक्नुहुन्छ त्यति तान्नुहोस् यसलाई होल्ड गर्नुहोस् 30 सेकेन्ड ब्रिथ इन ब्रिथ आउट इनहेल फ्रम योर नोज एक्सहेल फ्रम योर माउथ घोडा टेक्नुहोस् बिस्तारैसँगले मुनि जानुहोस् इनहेल एक्सहेल 30 सेकेन्ड होल्ड गर्नु यसलाई पनि म तपाईलाई साइडबाट देखाइदिन्छु है मुनि बस्नुहोस् अन्त अगाडि कसेक स्क्वाट भन्छ है यसलाई मैले साइडपट्टि गर्नुपर्ने हुन्छ जानुहोस् अर्को पढ्नुहोस् 5 रेपिटेसन इच साइड यति 5 वटा एक्सरसाइज गर्नुहोस् बिहानै उठ्ने बित्तिकै है बिहानै उठ्ने बित्तिकै 1 ग्लास पानी खानुहोस् एकदम चिसो जग्गा छ भने लुकवार्म वाटर है हल्का मनतातो पानी नभए गरम जग्गा छ भने रेगुलर कोल्ड वाटर है ताँबाको भाँडामा राखेको अझै राम्रो हुन्छ है त्यो खानुहोस् त्यहाँबाट त्यो खाइसकेर तपाईले यो गर्नुहोस् र 10 मिनेट्स मात्रै लाग्छ तपाईलाई गर्नुको लागि र तपाईले डिफरेन्स तपाईको आफ्नै बडीमा देख्नुहुन्छ तपाईको बल मुभमेन्ट रेगुलर भइहाल्छ है र होप यु लाइक द भिडियो थ्यांक यू फर वाचिङ स्टे ट्युन एन्ड फलो फर मोर